भाइले अहिले लिइरहेको दबाई चाहिँ मेथाडोन हो कि बुफेनोन? मेथाडोन साउथ अनि अनि घरबाट बुढी छ मम्मी छ बाबा हुन्छ भाइ छ अनि यो कुलतमा कसरी फस्यो? यो कुलतमा कसरी फस्यो? पहिलेदेखि साथीहरूसँग यस्तो के खान्थ्यो? के खान्थ्यो? सामानमा मेथाडोन भनेको ओपिओइड लागु पदार्थ जस्तै हेरोइन, ब्राउन सुगरको लत कम गर्न र नियन्त्रण गर्न प्रयोग हुने सुरक्षित औषधि हो। यसले शरीरमा आउने तीव्र क्राभिङ, विथड्रल समस्या कम गर्छ। यो उपचार डाक्टरको निगरानीमा नियमित मात्रामा दिइन्छ। यसले तपाईलाई लागु पदार्थ प्रयोग छोड्न सहयोग गर्छ। एचआईभी, हेपाटाइटिस सी जस्ता रोगको जोखिम घटाउँछ। परिवार र समाजसँग सम्बन्ध सुधार गर्न मद्दत गर्छ। इनरोल हुन तपाईले आफ्नो सही जानकारी दिनुपर्नेछ। दैनिक रूपमा केन्द्रमा आएर औषधि लिनुपर्नेछ। नियम पालना गर्नुपर्नेछ। यो कार्यक्रम गोप्य, कन्फिडेन्शियल हुन्छ। तपाईको जानकारी सुरक्षित राखिन्छ। यदि तपाईँ तयार हुनुहुन्छ भने हामी आजै तपाईलाई इनरोल प्रक्रिया सुरु गरिदिन्छौँ। नमस्ते, मेरो नाम मन्सा नेपानी, स्टाफ नर्स पाचौता। म चाहिँ लुम्बिनी प्रादेशिक हस्पिटलमा ओएसटी शाखा, ओपियोइड सब्स्टिट्युसन थेरापी शाखामा चाहिँ कार्यरत छु विगत 1.5 वर्षदेखि। अनि यहाँ चाहिँ लागु पदार्थमा सेवन गर्ने व्यक्तिहरू चाहिँ हाम्रो सोसल सपोर्ट युनिटबाट हेरेर बुझेर लिएर आउनुहुन्छ यहाँ। अनि यहाँ ल्याइसकेपछि हाम्रो डाक्टर असीम रेग्मी हाम्रो साइकेट्रिक कन्सल्टेन्ट हुनुहुन्छ। उहाँले चाहिँ त्यो बिरामीहरूले बाहिर हाम्रो क्लाइन्टहरूले बाहिर के खानुहुन्थ्यो, कति मात्रामा खानुहुन्थ्यो त्यो हेरेर अनि उहाँहरूलाई हामीले हाम्रो चाहिँ एउटा मेथाडोन भन्ने हुन्छ एउटा मेडिसिन, अनि यो चाहिँ लिक्विडमा हुन्छ भने अर्को चाहिँ बुप्रिनर्फिन भनेर हुन्छ जुन चाहिँ ट्याब्लेटमा हुन्छ। यो चाहिँ हामीले आजलाई डिस्पेन्स गर्नेलाई यसरी निकालेर राख्छौँ आजको लागि मात्र भनेर। अनि यो चाहिँ अब डाक्टर असीम रेग्मीले क्लाइन्टको अब हिस्ट्री हेरेर उनीहरूले कति मात्रामा बाहिर खान्छन् भन्ने हेरेर अनि उहाँहरूलाई चाहिँ मिलिग्राममा कन्भर्ट गरेर यो औषधि दिन लगाइदिनुहुन्छ। अब बाहिरको उहाँको हिस्ट्री हेरेर कसलाई मेथा दिने, कसलाई बुपी दिने भनेर। अनि त्यसपछि चाहिँ हामीले उहाँहरूलाई इनरोल गर्छौँ। इनरोल गरिसकेपछि उहाँहरूको हामीले त्यहाँ बायोमेट्री गराउँछौँ। बायोमेट्री गराएपछि उहाँहरूले त्यहाँ आएर फिङ्गर प्रिन्ट लगाउनुहुन्छ। फिङ्गर प्रिन्ट गरिसकेपछि यहाँ उहाँहरूको नाम अनि उहाँहरूको इन्फर्मेसनहरू आउँछ। त्यसपछि हामीले त्यही अनुसार उहाँहरूको डोज कति हो के हो भनेर चाहिँ हामीले यहाँबाट डिस्पेन्स गर्छौँ। डिस्पेन्स गर्नलाई यदि चाहिँ बिरामीको मानौँ 2.5 mg छ भने हामीले यसलाई यो डिस्पेन्सरलाई चाहिँ यसरी मिलाउन मिल्छ। अनि त्यसपछि हामीले यहाँबाट यसलाई यस्तै तानेर अनि मेडिसिनहरू हामीले यो ग्लासमा चाहिँ दिन मिल्छ। अनि यसरी दिएपछि उहाँहरूले चाहिँ अब यसलाई डिजल्भ गरेर त्यहाँ फिल्टर छ त्यसमा चाहिँ त्यसबाट पानी राखेर यसलाई डिजल्भ गरेर चाहिँ उहाँले आफूलाई चाहिएको मात्रामा लिनुहुन्छ। मेरो नाम रमेश मल्ल, म एसएसयू सोसल सपोर्ट युनिटको चाहिँ कार्यक्रम अधिकृत। लागु पदार्थ प्रयोगकर्ताहरूमा बढ्दै गइरहेको जोखिमलाई न्यूनीकरण गर्नको लागि चाहिँ बनाइएको कार्यक्रम हो, जसलाई चाहिँ आजसम्म विगत 13 वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ। र यस कार्यक्रममा भर्ना हुनलाई चाहिँ नेपाल सरकारद्वारा निर्देशिका निकालेको अनुसार चाहिँ केही मापदण्डहरू चाहिँ पुरा गर्नुपर्ने हुन्छ, जसमा चाहिँ हामीले जब यकिन गर्छौँ कि चाहिँ पक्का लागु प्रयोगकर्ता हो भने हामीले यकिन भइसकेपछि हामीले प्राथमिक अस्पतालभित्र रहेको मातहतमा रहेको मेडिकल युनिटमा चाहिँ हामीले हाम्रो रेफर गरिन्छ। हामीले गरिसकेपछि त्यहाँ चाहिँ हामीसँग एउटा मेडिकल डक्टर हुन्छ जसले चाहिँ उहाँको चाहिँ फुल बडी स्क्यानिङ गर्नु, उसलाई केही कति समयदेखि उसले युज गरेको, कति मात्रा लिन्छ दिनमा भन्ने कुरा सबै स्क्यानिङ गरिसकेपछि उहाँलाई चाहिँ एउटा निश्चित एउटा डोज चाहिँ हामीले फेरि हामीसँग एसएसयूमा हुनुहुन्छ। हामीसँग यहाँ एसएसयूमा आइसकेपछि उहाँलाई चाहिँ हामीले बिहानको 10 बजीदेखि 5 बजीसम्म चाहिँ हाम्रो निगरानीमा राख्छौँ। अब्जर्भेसनमा चाहिँ हामीले 4 दिनसम्म चाहिँ प्रत्येक 4 दिन चाहिँ उहाँ दबाई खाने, अनि यहाँ प्रत्येक 4 दिन हाम्रो निगरानीमा रहेपछि उहाँलाई दबाईले प्रिभेन्सन गरेको होइन, दबाई पुगेन कि थोरै भयो कि धेरै भयो कि भन्ने कुरा चाहिँ हामीले तय गरेपछि उहाँलाई एउटा निश्चित डोज चाहिँ हामीले 4 दिनमा तय गरेर चाहिँ निरन्तर रूपमा चाहिँ
4 महिना 5 महिना 6 महिनामा चाहिँ त्यही डोजमा चाहिँ हाम्रोबाट चाहिँ सस्टेन गरेर अब यो भयो हाम्रो दबाईको उहाँले खाने औषधिको बारेमा चाहिँ उहाँले दिने औषधिको बारेमा चाहिँ हाम्रो थोरै केही कस्तो खालको छ सिस्टम भन्ने कुरा चाहिँ हामी थोरै दिउँ। अनि यस पश्चात चाहिँ हामी चाहिँ उहाँ औषधि के अरे अस्पतालमा गएर औषधि खानुहुन्छ, फेरि यहाँ नियमित आउनुहुन्छ। अनि उहाँलाई चाहिँ हामीले गर्नुपर्ने हामीले सहयोग भनेको हामीले मेन्टल्ली हामीले गर्नुपर्ने कसरी भने चाहिँ उहाँलाई चाहिँ हामीले परामर्श, मेन हाम्रो यो कार्यक्रमको मेन फुल एकदम हतियार भनेको परामर्श हो। अनि उहाँलाई परामर्श नियमित रूपमा चाहिँ उहाँलाई कस्तो खालको समस्या छ, के छ भन्ने कुरा चाहिँ मनस्थिति कस्तो खालको बनिरहेछ भन्ने कुरा चाहिँ हामीले परामर्शबाट पत्ता लगाउँछौँ। अनि परामर्शबाट उहाँको मनस्थिति पत्ता लगाइसकेपछि अनि बल्ल हामी चाहिँ उहाँले किन बारम्बार उहाँ लागु प्रयोग गर्नुहुन्छ, किन फस्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले परामर्शबाट पत्ता लगाइसकेपछि अनि हाम्रो ट्रिटमेन्ट चाहिँ मेथाडोन चाहिँ हाम्रो चाहिँ उहाँको चाहिँ लागु औषधको क्रेभिङ मेटाउनलाई चाहिँ भयो भनेपछि उहाँको जुन खामखाम खालको जुन मन हुन्छ नि त्यो मनलाई ट्रिटमेन्ट गर्ने चाहिँ हाम्रो परामर्श मेन चाहिँ हाम्रो परामर्श छ। अनि हाम्रो यहाँको चाहिँ अरू एक्टिभिटिजहरू हामीले जस्तै यहाँ हामीले इनपुट सेसन गर्छौँ, इनपुट सेसनमा पनि हामीले लागु औषधले हाम्रो शरीरलाई के बेफाइदा गरिरहेछ, हामीले किन सेवन गरे बाबत चाहिँ हामीले लागु औषध खायौँ भने हामीलाई के असर हुन्छ भन्ने कुरा चाहिँ त्यसरी एउटा मोटिभेसन खालको एउटा कार्यक्रम चाहिँ आयोजना गरेर चाहिँ उहाँलाई मोटिभेसन अनि परामर्श, मोटिभेसन अनि परामर्श त्यही नै चलिरहेको छ। नमस्ते, मेरो नाम बलबहादुर छेत्री। पहिला मैले ड्रग्स खाँदाखेरि धेरै दुःख पाएँ। मैले आफ्नो घर परिवारमा धेरै दुःख हुन्थ्यो, बुढीलाई सताउँथेँ, घरको कुरा चोरेर हिँड्थेँ, यताउता दुःख पाएको थिएँ। पछि मेटाडोन खान लागेपछि म अहिले एकदम राम्रो भएको छु। मलाई मेटाडोनले कन्ट्रोल गरेछ। अहिले मेटाडोन मैले पहिला 15 खान्थेँ, अहिले घटाउँदै ल्याएर 8मा पुऱ्याएको छु मैले। अहिले मैले अब आफ्नो अवस्था अनुसार हेरेर ई रिक्सा चलाउँछु। ई रिक्सा कमाएर मैले घर परिवार चलाइरहेको छु। पहिला मलाई नराम्रो मान्छेले नराम्रो दृष्टिकोणले हेर्थ्यो भने अहिले सकारात्मक दृष्टिकोणले हेर्छ मलाई। सबै कुरा राम्रो भएछ। मेरो मेटाडोन खाएपछि मेटाडोन खान लागेपछि मैले अहिले धेरै कन्ट्रोलमा आएको छु। हरेक कुराहरू मैले टाइम टेबल गरेको छु। मैले पहिला जस्तो दुःख पनि दिएको छैन। मेटाडोनले मलाई धेरै राम्रो गरेछ। अहिले मेटाडोनको भरमा छु म। अरू केही खान्न मन लागेको हुन्छ, मेटाडोन बाहेक अरू केही खान्न।